नारायण साथीहरू आज अचम्म भयो त बिहान उठेर मुख धोएर धुपबत्ती बालेर रेडी वाटरको पानी चेक गर्दा रेडी वाटरबाट यस्तो आवाज आयो। त्यसपछि चलानी आएर म आफ्नो गन्तव्यतिर लागे बसन्तीसँग। त्यहाँबाट दुईटा पानी चिसो किनेको, दुईटा पानीको चाहिँ 60 रुपियाँ, एउटाको 30 रुपियाँ। त्यस पानीको धरि भाउ बढेछ। सबै चिजमा भाउ बढ्छ, तर हामी ड्राइभरको तलब र खुराकी चाहिँ कहिले नबन्ने भयो। यो कुरालाई इग्नोर गर्दै चाहिँ म चाहिँ आफ्नो गन्तव्यतिर लाग्छु। यो मोडलाई चाहिँ यास मोड भनिन्छ। यास मोडलाई पछाडि छोडेर म चाहिँ उकालोतिर लाग्यो। उकालो उक्लेर भएपछि ओह्रालो झर्दा त बजारमा चाहिँ अझै पछि गर्न बाँकी नै रहेछ। बजार गरेर 4-5 किलोमिटर तल चाहिँ विश्वकर्मा भगवानलाई चाहिँ दर्शन गर्छु। विश्वकर्मा भगवानलाई दर्शन गरेर म चाहिँ आफ्नो गन्तव्यतिर फेरि टुर गएर हुन्छु। जति नै भोक लाग्यो म चाहिँ अरुण खोलामा चाहिँ गाडी रोकेर टाइजा हेरेर खाना खाएर फेरि आफ्नो गन्तव्यतिर नै लाग्छ। आज मन चाहिँ एकदमै खुसी छ, किनभने आज चाहिँ बेलैमा घर गएर बस्न पाउने भएर। अगाडि गएपछि चाहिँ अति नै अल्छी लाग्यो चाहिँ गाडी साइड लगाएर चाहिँ थके मार्छु। घर जानको हतारले चाहिँ धेरै बेर चाहिँ थकेन मारेर म चाहिँ गएँ त्यहाँबाट। यो चाहिँ हाम्रो चितवनको भरतपुरको एयरपोर्ट। अगाडि जाँदा टिकौलीमा चाहिँ पानी पर्न लागिरहेको थियो। गर्मी अति नै भएको भएर दही र फलफुल लिएँ। यो पसल चाहिँ हाम्रो दाई प्रकाश सापकोटाको हो। इच्छा कामना किराना एन्ड फलफुल पसल, गडौली वडा कार्यालय अगाडि। त्यहाँबाट फलफुल लिएर म चाहिँ आफ्नो घरतिर फरार हुन्छु। यो चाहिँ कुखुरा पालेको छु मैले, र नुहाइधुवाइ कार्यक्रम गरेर चाहिँ नुहाइधुवाइ गरेर भएपछि चाहिँ अहिलेको फलफुल चाहिँ हामीले यसरी रेसिपी बनाएर खान्छौँ। त्यसपछि पासाङ साथीको सैलुनमा गएर कपाल काटेर घरमा आएर खाना खाएर सुत्छु। बिहान उठेर मन्दिरमा महादेवलाई दर्शन गरेर आफ्नो बसन्तीलाई लिएर जान्छु र लोत्तर पारी दिदीकोमा चिया खाएर त्यहाँबाट रेल निकालेर मनहरी पुग्छु। त्यहाँ हेर्दा चाहिँ बाढी आएको रहेछ मनहरी खोलामा चाहिँ। जय श्रीराम भन्दै बाढीलाई चाहिँ साइड लगाएर गाडी खाली गर्नुपर्छ भन्दै कुदाको उकालोमा ट्र्याक्टरले नै ओभरटेक गरिदिएर पृथ्वी गोलो चाहिँ सबैको पालो आउँछ भनेको यो त होला नि। त्यसपछि चुरियामाले दर्शन गरेर म चाहिँ तेल हालेर रोकेँ पम्पमा तेल हालेर आफ्नो बाटो लाग्यो र अगाडि पत्लामा चेकिङमा परेर अगाडि गएर भ्याट बिल काट्न लगाएर फ्याक्ट्रीतिर उड्यो। उड्दै गर्दा फ्याक्ट्रीतिर जाँदै गर्दा चाहिँ कम्पनीको गाडी चाहिँ फ्याक्ट्रीमै भएको भएर चाहिँ भोक लाग्यो साथी, जेरीपुर ल्याउनु भनेर चाहिँ मैले जेरीपुर प्याकिङ गरेँ 3 जनाले र फ्याक्ट्रीतिर लाग्यो। र फ्याक्ट्रीतिर लागेपछि गाडी चाहिँ मैले चाहिँ फ्याक्ट्रीभित्र उल्छु। गाडी फ्याक्ट्रीभित्र उल्लेपछि चाहिँ गाडी चाहिँ काटा गर्छु। गाडी काटा गरेर बाहिर निकालेर साथीहरूलाई पोका दिन्छु। ल साथी जेरीपुरी खोल्नु खानु पऱ्यो भन्नु, हामी चाहिँ जेरीपुरी खान्छौँ साथीहरू सबै मिलेर। र गाडी खाली गर्नलाई चाहिँ गाडी चाहिँ त्यो पोइन्टमा हालेर चाहिँ गाडी चाहिँ यसरी उठाइन्छ हाम्रो गाडी क्लिङ्कर खाली गर्नलाई। धुलो पनि अति नै उड्छ। आजको लाइभ भिडियो यति नै। कस्तो लाग्यो तपाईँहरूलाई मेरो प्रतिक्रिया? राम्रो लाग्यो फलो गरिदिनु, सेयर गरिदिनु, कमेन्ट गरिदिनु, लाइक गरिदिनु। हस्त धन्यवाद। आई लभ यु सो मच।